यो दुईटा डन्डीले म के गर्दैछु लेट्स सी। हेलो एभ्रीवन, आइ एम शिरीष कर्मचारी एन्ड दिस इज भ्लग 10 अफ कर्पोरेट एस्ट्रोलोजी सिरिज। आज चाहिँ बिहान बिहान मन्दिर गएर परशुराम र म चाहिँ यता सेल कुर्दैछौँ। यहाँ आन्टीकोमा चाहिँ एकदमै मिठो सेल पाउँछ, सो त्यही भएर चाहिँ हामी बुक गर्दा चाहिँ यहाँ कुरेर बसिरहेको छौँ। त्यसपछि चाहिँ म अफिस गएँ खाना खाएर, र यहाँ हाम्रो प्रसु भाइले चाहिँ डेमो दिइरहेको छ र त्यो नै सुपरभाइज जान्दैछु। र त्यसपछि चाहिँ यता हाम्रो सेल्स टिम रमाइलो गर्दैछन् आफ्नो तरिकाले। र यो चाहिँ हाम्रो इन्जिनियर भाइ नेपालमै 4 पाङ्ग्रे भेहिकलहरू बनाउनुपर्छ भनेर यहाँ प्रोत्साहन दिइरहेको छ सबैलाई। र यो 5औं पाङ्ग्रा चाहिँ उसको इनोभेसन हो अरे। र अफिस सकाएर चाहिँ म घण्टाघरतर्फ जाँदैछु। त्यहाँ चाहिँ अपस्किलको थ्रुबाट चाहिँ म वास्तु सिक्दैछु र वास्तुको चाहिँ लगभग 4-5वटा क्लास चाहिँ सकिसकेको छ। अब ज्योतिष नै भइसकेपछि त वास्तुको क्वेसनहरू पनि आउने गर्छ, सो त्यही कारणले गर्दाखेरि चाहिँ अब वास्तु पनि सिक्दिउँ भनेर चाहिँ म यहाँ सिक्न थालेको छु। फर्स्टमा मैले सोधेको क्वेसनको एन्सर चाहिँ यही नै हो। यो रड चाहिँ खासमा यो हाम्रो एल रड भनिन्छ, जुन चाहिँ कपरले बनेको हुन्छ र यसबाट चाहिँ एनर्जी तपाईँको पोजिटिभ छ कि नेगेटिभ छ कुनै पनि ठाउँको कुनै पनि वस्तुको तपाईँले हेर्न सक्नुहुन्छ है त। अनि यो चाहिँ नाग डिटेक्टर है, मैले चाहिँ नाग भेटिनँ, सो त्यही कारणले गर्दाखेरि स्नेक प्लान्टको माथि ट्राई गर्दैछु। त्यसपछि यो चाहिँ पेन्डुलम हो, पेन्डुलमले पनि सेम नै काम गर्छ। र आजको प्र्याक्टिकल क्लास सिकिसकेपछि चाहिँ म घर फर्किँदैछु र घर गएर खासै मैले आज चाहिँ केही गरिनँ किनभने म थाकिरहेको थिएँ, सो त्यही भएर आजको लागि यति नै। सी इन द नेक्स्ट भिडियो। राधे राधे।